मुस्लिम आयोग खारिज गर चल्दैन पाकिस्तानी टेररिस्ट मुर्दाबाद 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 अब हामी सबै नेपालीहरू एकजुट भएर यस्ताका विरुद्धहरुमा हामीले चाहिँ आवाज उठाउनु पर्छ भन्ने लागेको भएर हामी आज यहाँ आएका छौं। यति भन्दै मुर्दाबाद मुर्दाबाद पाकिस्तानी मुर्दाबाद 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 एमएससी मुर्दाबाद 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 हिन्दू मार्न पाइदैन 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 हिन्दू मार्न पाइदैन यो कि नरमनाथ चाहिए एउटा घरवालाहरु घरवाला छ मुर्दाबाद मुर्दाबाद पाइदैन पाकिस्तानी बन्दकार बन्दकार पाकिस्तानी एम्बेसी मुर्दाबाद 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 यो स्पष्ट रूपमा चाहिँ हिन्दूलाई सोधेर जसरी त हिन्दू धर्म के हो भनेर सोधेर धर्म के हो भनेर सोधेर जसरी चाहिँ हत्या गरेको छ यो चाहिँ हिन्दूहरूलाई हेप्ने काम हिन्दूहरूलाई पेल्ने काम गरेको जस्तो छ। म अब भारतको त भारतले आफ्नो एक्सन लिइरहेछ तर नेपाल सरकारलाई के भन्छ भने नेपाल सरकारले पनि जसरी भारत सरकारले एक्सन लिइरहेको छ त्यसै गरी नेपाल सरकारले पनि एक्सन लिनु पर्यो। सोधेर गोली ठोक्न पाइदैन पाइदैन मार्न पाइदैन 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 मार्न पाइदैन 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 मार्न पाइदैन नेपाली मार्न पाइदैन 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 आजको कार्यक्रमलाई पाकिस्तानी सेना मुर्दाबाद 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 एमएससी खारिज गर